हेलो बीए थर्ड इयर पढ्ने विद्यार्थीहरू, एकचोटि यी मेसेजहरू हेर्नुहोस् त। यी मेसेजहरू तपाईँ जस्तै योभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरूले पठाउनु भएको हो। किन पठाउनु भयो त? हामीसँग क्लास लिनुभएको थियो र त्यो क्लासमा एकदमै राम्रो अङ्क ल्याएर एक्जामिनेसन पास गर्नुभयो। पास गरिसकेपछि खुसी साट्नु भएको हो मसँग, है कि? र रिसेन्टली बीए थर्ड इयरको रिजल्ट आएको छ र इङ्ग्लिसमा एकदमै धेरै रिजल्ट आएको छ। हामीसँग पढ्नुहुने विद्यार्थीहरूमध्ये एकाधजना बाहेक धेरैजनाले पास गर्नुभएको छ। हामीले 100जनाभन्दा बढी विद्यार्थीहरूसँग क्लास लिएका थियौँ। त्योमध्ये 2-3 जनाको विभिन्न कारणहरूले गर्दाखेरि एक्जाम बिग्रियो भनेर उहाँहरूले मलाई पर्सनल्ली मेसेज गर्नुभएको छ। त्यो बाहेक मोस्ट अफ द स्टुडेन्ट्स ह्याभ गट भेरी गुड मार्क्स एज वेल। धेरैजनाले एकदमै राम्रो मार्क्स पनि ल्याउनु भएको छ। जागिर खानै पर्यो, काम गर्नै पर्यो, व्यापार व्यवसाय गर्नै पर्यो, अनि पढाइ पनि सँगसँगै कन्टिन्यू गर्नु पर्यो, है इट? यो कुरो विद्यार्थीहरूका लागि, अहिलेको विद्यार्थीहरूका लागि कम चुनौतीपूर्ण छैन। यी सबै म्यानेज गरेर पढ्न अझ बढी चुनौतीपूर्ण छ र त्यो चुनौतीपूर्ण यात्रामा मलाई तपाईँहरूले साझेदारको रूपमा सम्झिनु भएको छ अथवा सहयात्रीको रूपमा सम्झिनु भएको छ। मैले पनि तपाईँहरूलाई त्यसरी नै सेवा गरेको छु र त्यो सेवाको मेवा हो तपाईँले भर्खरै स्क्रिनमा देख्नुभएका मेसेजहरू। अब दसैँ तिहार लगत्तै बीए थर्ड इयरको इङ्ग्लिसको एक्जामिनेसन हुने चान्सेस म्याक्सिमम छ, हैन? किनभने अबको पालो लगभग बीए थर्ड इयरकै हो, अकर्डिङ टु द टियु सिलेबस भनौँ कि क्यालेन्डर भनौँ, हैन? उनीहरूको सिस्टम अनुसारले चाहिँ लगभग अब बीएको फर्म खुल्ने बेला हुन आँटिरहेछ थर्ड इयरको। त्यसले गर्दाखेरि मलाई एकदमै धेरै इन्क्वायरीहरू आउन थालिसकेका छ। सर क्लास कहिलेबाट, सरको क्लास कहिलेबाट गर्ने, हामी क्लास कहिलेबाट पढ्ने भनेर यस्ता खालका मेसेजहरू आउन थालिसकिरहेछ। र मैले के भनेको थिएँ, मसँग कन्ट्याक्टमा आउनुहुने सबैलाई भने म एउटा भिडियो बनाउँछु र त्यो भिडियो मार्फतबाट म तपाईँहरूलाई एउटा इन्फर्मेसन सेयर गर्छु र त्यो सेयर गरे पश्चात चाहिँ तपाईँ मसँग क्लासमा इनरोल हुन सक्नुहुन्छ भनेर मैले चाहिँ उहाँहरूलाई रेस्पोन्स गर्ने गरेको थिएँ। आज त्यही भिडियो बनाउने दिन परेको छ। हजुर, तपाईँले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने यो भिडियोको तलपट्टि डिस्क्रिप्सनमा एउटा लिङ्क राखिएको छ। त्यहाँ चाहिँ व्हाट्सएपको लिङ्क राखिएको छ अथवा तपाईँले यो कर्नरमा भएको क्युआर कोडलाई स्क्यान गरेर पनि तपाईँ हाम्रो क्लासको ग्रुपमा जोइन गर्न सक्नुहुन्छ। बाँकी कुराहरू म सबै त्यो ग्रुपमा सेयर गर्छु। यो व्हाट्सएपमा यो क्युआर कोड स्क्यान गरेर पनि तपाईँ ग्रुपमा कनेक्टेड हुन सक्नुहुन्छ अथवा तल डिस्क्रिप्सन अथवा कमेन्टमा पिन पनि गरेर राखिदिन्छु। म दुईटा मध्ये जहाँ जानुहुन्छ तपाईँले त्यहाँबाट के गर्न सक्नुहुन्छ त त्यो क्लासको ग्रुपको लिङ्क प्राप्त गर्न सक्नुहुन्छ र जब ग्रुपको लिङ्क प्राप्त गर्न सक्नुहुन्छ त्यहाँ क्लिक गरिसकेपछि जोइन ग्रुप गर्नुहोस् अथवा तपाईँले यहाँ तलपट्टि यो लोवर थर्डमा छरपष्ट रूपमा इङ्ग्लिस गुरु नेपालको कन्ट्याक्ट नम्बर देख्नु भएको छ अथवा थम्बनेलमा पनि हाम्रो नम्बर राखिएको छ। त्यो नम्बरमा सिधै व्हाट्सएपमा मेसेज गरेर सर म पनि बीए थर्ड इयरको क्लास लिन्छु भनेर तपाईँ पनि त्यो ग्रुपमा बस्न सक्नुहुन्छ, हैन? त्यो ग्रुपमा जोइन भइसकेपछि लाग्ने कस्ट, क्लासको प्लेटफर्म, मटेरियल प्रोभाइड गर्ने सिस्टम लगायतका सम्पूर्ण इन्फर्मेसनहरू म त्यो ग्रुपमा प्रोभाइड गर्छु। ओके, तपाईँलाई चाहिने सम्पूर्ण इन्फर्मेसन त्यहाँनिर प्रोभाइड गरेपछि अनि हामी क्लास सुरु गर्छौँ। क्लास कहिलेदेखि सुरु गर्ने त भन्दाखेरि टेन्टेटिभली वाट आई हेभ प्लान्ड इज आज फ्राइडे मैले यो भिडियो अपलोड गरेको छु। अब नेक्स्ट फ्राइडेसम्म हामी विद्यार्थीहरूलाई चाहिँ एक्युमुलेट गर्छौँ अथवा क्लासको लागि इनरोल गर्छौँ, हैन? तपाईँहरूले पनि अब आउने शुक्रबारसम्ममा चाहिँ भर्ना भइसक्नु होला र सन्डेबाट हामी क्लास सुरु गर्छौँ। त्यो पनि कतिखेर त बेलुका 8 बजीबाट 9 बजीसम्म, है? तपाईँहरू बिहानको चाहिँ कलेज जानुहुन्छ, बिहानदेखि जागिर जानुहुन्छ, जे गर्नुहुन्छ, बिहान र दिउँसो काम गर्नेहरूलाई सबै काम सकेर बेलुका साँझमा खाना खाइवरी क्लास बस्ने गरेको चाहिँ सिस्टम छ। त्यो भइसकेपछि तपाईँहरूको क्लास कसैको पनि ह्याम्पर हुँदैन। अब सर म त नेपाल प्रहरी, सशस्त्र प्रहरी अथवा नेपाली सेनामा काम गर्छु, कहिले बेलुका ड्युटी हुन्छ, कहिले के हुन्छ, मलाई पो गाह्रो पर्ने भयो भन्ने खालको पनि हुन सक्नुहुन्छ तपाईँहरूमध्ये धेरैजना। अब तपाईँहरू जस्ताका लागि पनि चाहिँ मैले के गरिदिएको छु त हरेक क्लास रेकर्ड हुन्छ,
है। हरेक क्लासलाई मैले के गरेको हुन्छु, रेकर्ड गरेर राखेको हुन्छु। रेकर्ड गरेर राखिसकेपछि के हुन्छ त, त्यो क्लास चाहिँ मैले त्यहाँ ग्रुपमा एउटा चाहिँ सिस्टमबाट अपलोड गरेको हुन्छु। त्यो तपाईँहरूलाई मैले ग्रुपमै इन्फर्म गर्छु र त्यहाँ आइसकेपछि तपाईँले हरेक दिनको रेकर्ड गरेर राखिएको भिडियो पनि प्राप्त गर्नुहुन्छ। आज म क्लास गर्छु, त्यो क्लासको भिडियो त्यसको केही क्षणपछि अभाइलेबल हुन्छ, भोलिको त्यसरी नै हुन्छ। अनि नोटहरू सबै तपाईँले पिडिएफमा पाउनुहुन्छ विथ क्वेसन आन्सर्स अफ द लाइक प्रिभियस इयर्स एक्जामिनेसन्स, मोडल क्वेसन्स र केही क्वेसन्सहरू म आफैले पनि प्रिपेयर गरेर तपाईँहरूलाई प्रोभाइड गर्छु, जसले गर्दाखेरि सम्भावित क्वेसन, टियुको क्वेसन प्याटर्न, लेख्ने तरिका, सिस्टम, एभ्रिथिङ विल बी गाइडेड देयर भेरी थोरोली होइन। केही नभए पनि 55 घन्टा पढ्नुपर्छ। मैले अहिलेसम्म 3 वर्ष 4 वर्ष कति वर्ष भयो मैले पढाइरहेको यो कोर्स। पढाउँदाखेरि एटलिस्ट 54 आवर्स मैले पढाउनुपर्छ, देन ओन्ली विल बी एबल टु कम्प्लिट द कोर्स। लामो छ कोर्स, त्यसले गर्दाखेरि वाट आई हेभ प्लान्ड इज दसैँ अगाडि यो कोर्सलाई सकाउने। दसैँ अगाडि कोर्स सक्न पाइयो भने के हुन्छ थाहा छ, तपाईँले कम्पलसरी इङ्ग्लिसको तयारी दसैँ अगाडि नै कम्प्लिट गर्नुहुन्छ। अनि मासु भात चबाए पनि, टुर गर्न गए पनि, जहाँसुकै जानुहोस् तपाईँलाई इङ्ग्लिसले पिरोल्दैन, isn't it? र बिचमा यसो मासु चबाउँदै छेउमा मदन सरको भिडियो सुन्दै बस्यो भने रिभिजन पनि हुन्छ है। त्यसले गर्दाखेरि यो एकदमै ब्युटिफुल प्लेटफर्मको थ्रुबाट मैले तपाईँहरूलाई क्लास कन्डक्ट गराउँदैछु। अब फी कति लाग्छ भन्नुहुन्छ भने फी 3000 रुपियाँ पुरै कोर्सको। जबकि तपाईँ इन्स्टिट्युसनमा धाएर ट्युसन पढ्नुहुन्छ भनेदेखि 3000 भन्दा बढी त तपाईँको गाडीमा आते जाते खर्च मात्रै हुन्छ होइन। त्योभन्दा अनि त्यस पछाडि त्यहाँ तिर्ने, त्यस पछाडि टाइम वेस्ट लगायतका धेरै कुराहरूले गर्दाखेरि त्यो एकदमै कस्टली हुन्छ। यहाँ 3000 रुपियाँमा तपाईँहरूलाई मैले क्लास गराउँछु एकदमै पिसफुल इन्भाइरोमेन्टमा। जसरी तपाईँले अहिले मलाई यो भिडियोमा देखिराख्नु भएको हुन्छ, यही लेभलको चाहिँ क्ल्यारिटी सहित तपाईँहरूलाई मैले क्लासमा सहजीकरण गर्नेछु, फेसिलिटेट गर्नेछु होइन। त्यति गरिसकेपछि नबुझेका कुरा सबै सोध्न पाइन्छ, इन्टरेक्सन गरेर पढ्ने हो, एकदम टु वे कम्युनिकेसन हुन्छ। मजासँगले हल्ला गर्न पाइँदैन, चाहिने जेन्युन क्वेसनहरू हामी मजासँगले डिस्कसन गर्छौँ। किनभने हामी यो क्लासमा बस्ने भनेको जेन्युन विद्यार्थीहरू मात्रै बस्ने हो होइन, हल्लापाटीहरू यहाँ बस्दैनन् नि त, isn't it? जेन्युन मान्छेहरू जेन्युन तरिकाले बस्नुभएको हुन्छ र जेन्युन तरिकाको क्लास हुन्छ, जसले गर्दाखेरि रिजल्ट पनि जेन्युन आउँछ। त्यसमा त तपाईँले अघि पनि मेसेजमा देखिसक्नुभयो, त्यो त मैले केही मात्रै राखेको थियो, किनभने त्यो कोलाज गर्दाखेरि पनि अट्दैन, त्यो एकदमै धेरै आएको छ मेसेजहरू होइन। कतिले ग्रुपमा गर्नुभएको छ, कतिले कता गर्नुभएको छ, मेसेज छ यति धेरै छैन होइन। मैले करिब 150+ विद्यार्थीहरूलाई पढाएको थिएँ, प्रायः सबैजना पास हुनुभएको छ। एकाधजना हुनुहुन्छ, कतिपयको त 4 वर्ष ब्याचलर सबै सकिएको छ, त्यही एउटा इङ्ग्लिस अड्किएर बसेका विद्यार्थीहरूले पनि यसपालि पास गर्नुभएको छ होइन। त्यसले गर्दाखेरि तपाईँहरूको पनि त्यो इङ्ग्लिसलाई शत्रु देख्ने काम म बन्द गरिदिन्छु, यसको ग्यारेन्टी म लिन्छु। अनि ट्युसन पढ्ने विद्यार्थीहरूलाई यदि लेखाइमा त मेरो त सर अलिकति गाह्रो छ भन्ने लाग्छ भने तपाईँहरूलाई त्यहाँनिर के सपोर्ट गर्न सकिन्छ, आई विल डेफिनेटली सपोर्ट यु। सिम्पल ल्याङ्ग्वेज हुन्छ, प्रिसाइज आन्सर लेख्ने टेक्निक सिकाउँछु। एक्जामिनेसनमा तपाईँले यति लेख्दा पुग्छ भनेर मैले जे कुरो गाइड गरेको हुन्छु त्यो तपाईँले घरमा मेहनत गर्नुहोस्, सकिन्छ। ल आज फ्राइडे, गुड फ्राइडेको दिनबाट चाहिँ तपाईँले क्लासको लागि जोइन गर्न सुरु गर्नुहोस्। 1 हप्ताभित्रमा हामी भर्नाको सम्पूर्ण प्रोसेस कम्प्लिट गरौँ र कमिङ सन्डेबाट हामी क्लासै बस्न थालौँ। यो भिडियो तपाईँलाई र तपाईँ जस्ता साथीहरूलाई पनि इम्पोर्टेन्ट हुनसक्छ, युजफुल हुनसक्छ, जसले गर्दाखेरि सेयर गरिदिनुहोस् भिडियो साथीहरूलाई पनि। अनि त्यसो गर्यो भने पढ्न इच्छुक, इन्ट्रेस्टेड खालको र प्लेटफर्म नपाइराख्नु भएकोहरूले पनि थाहा पाउनुहुन्छ। अब मदन सरलाई नदेख्नु भएकोहरूले पनि त्यहाँबाट चाहिँ देखिसकेपछि थाहा पाउनुहुन्छ है। त्यसले गर्दाखेरि पढाउने मान्छे को हो त, तपाईँले यहाँ अहिले जसलाई देख्नु भएको छ उसैले पढाउने हो। सर हामीलाई चाहिँ त्यो युट्युबमा देखिने सरले नै पढाउनुपर्छ भनेर पनि कति मेसेज आएको हुन्छ, यही सरले पढाउने हो, ढुक्क हुनुहोस् है। नबुझेको कुरा मजाले सोध्नुहोस्, सोध्ने काम तपाईँको, आन्सर गर्ने काम मेरो होइन। केही विशेष कक्षाहरू त 3rd इयरको मैले गराइरहेकै छु अहिले, 2-3टा जति चाहिँ विशेष कक्षाहरू जो चाहिँ आफ्नो एउटा स्पेसिफिक टिम लिएर आएर पढिराख्नु भएको छ, उहाँहरूलाई त मैले पढाइरहेको छु। त्यहाँ चाहिँ अर्को विद्यार्थी एड नगर्ने शर्तमा उहाँहरूले आफ्नो किसिमले पढ्दै हुनुहुन्छ। त्यो उहाँहरूको प्राइभेसी कन्सर्नले गर्दाखेरि हो। ती त सुरु भइसकेका छन्, 2-3टा ग्रुप सुरु भइसकेको छ त्यस्तो खालको। र अब तपाईँहरूलाई चाहिँ मैले 8 बजेदेखि 9 बजेको एकदमै स्पेसल समय ठिक पारेको छु। त्यसले गर्दाखेरि सबैजना क्लासमा इनरोल हुनु होला
है। म योसँग सम्बन्धित सोसल मिडिया पोस्टहरू पनि बनाएर युट्युबमा, फेसबुकमा, टिकटकमा पनि सेयर गरेको हुन्छु। तपाईँले पनि साथीसँग सेयर गर्न चाहिँ नभुल्नु होला। आई होप दिस भिडियो मस्ट हेभ बिकम युजफुल फर यु अल, होइन? ल साथीलाई पनि सेयर गर्नुहोस्। अनि क्लासमा जोइन गर्नका लागि व्हाट्सएप नम्बर यहाँ तलपट्टि छारोपष्ट रूपमा आइछ, होइन? त्यहाँ आइरहेको छ। त्यो नम्बर टिपेर मलाई हेलो सर भनेर मलाई मेसेज गर्नुहोस्। BA थर्ड इयर भनेर मात्रै मलाई मेसेज गर्नुभयो भने म तपाईँलाई ग्रुपमा हालिदिइहाल्छु त्यहीँबाट। ओके, सो BA थर्ड इयर मात्रै लेखेर पठाउनुहोस्, म तपाईँलाई ग्रुपमा इनरोल गर्छु। बाँकी सम्पूर्ण इन्फर्मेसनहरू हामी ग्रुपमा राख्छौँ र त्यहाँबाट एडमिसन प्रोसेस पुरा गर्छौँ। सन्डेबाट क्लास गर्ने। फी 3000 रुपियाँ। मैले पब्लिकली भनेको छ, कसैलाई डिस्क्रिमिनेसन गरेको छैन, है त। 3000 रुपियाँमा 2 महिना 54वटा त भने नि 54 घन्टा त क्लासै लिनुपर्छ। अब शनिबारहरू बिदाका दिन यताउता कहिलेकाहीँ अब पर्वको बेला छ, ती सबै गर्दाखेरि करिब 3 महिना पढ्नुपर्छ। सो मेन्टल्ली वेल प्रिपेयर्ड भएर अब क्लास सुरु गर्नुपर्छ। सबैजनालाई क्लासमा भेटौँला। अहिले भने यति नै, बाइ बाइ।